हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म हजुरहरूलाई यो आलुमा चाहिँ मेकअप गरेर देखाउँदैछु है। यो चाहिँ मेरो सेकेन्ड टाइम हो। मैले पहिला पनि गरिसकेको थिएँ र यो आलु चाहिँ मैले एक हप्ता अगाडि नै किनेर राखेको थिएँ र एक हप्तासम्म पसलमै बसिबस्दा चाहिँ केही भएको थिएन। तर मेकअप गर्नुभन्दा अगाडि चाहिँ यो आलुलाई मुसाले खाइदिएछ र यसको सेपै बिग्रिएको छ। त्यही पनि ट्राई चाहिँ गर्छु म कस्तो हुन्छ। स्पेसली मैले यो आलु चाहिँ मेकअप गर्नै भनेर नै किनेर ल्याएको थिएँ। तर कस्तो टाइममा खाइदिएँ भनेदेखि ठ्याक्कै पछाडि खाइदिएको पनि हुन्थ्यो। ठ्याक्कै चिउडा बन्ने फेसको सेपमै खाइदिएको छ। त्यहाँदेखि सकेसम्म चाहिँ म राम्रो बनाउने कोसिस गर्छु। हेरेर सपोर्ट गरिदिनु होला है त कस्तो भइरहेको छ। मैले फर्स्ट त क्लिन गरेँ, त्यस पछाडि मोइस्चराइजर गरेँ, टोनर गरेँ, मोइस्चराइजर गरेँ र प्राइमर लगाएँ र यस पछाडिको फाइनल लुक चाहिँ हजुरहरूले एकैचोटि हेर्न सक्नुहुन्छ किनभने मैले सबै देखाएको छैन। यो चाहिँ फाउन्डेसन अप्लाई गर्दैछु र फाइनल लुक चाहिँ यो यस्तो भएको छ। विदाउट इफेक्ट, विदाउट एनी फिल्टर गरेर चाहिँ यतिको भएको छ। सबै